हेलो गाइज, वेलकम टु माई ब्लग। म त सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा छ। आजको यात्रा चाहिँ हाम्रो सैलुङको रहेको छ भने हामी चाहिँ आधी बाटोमा आइसकेका छौँ। अब 15 देखि 20 मिनट हिँड्यौँ भने चाहिँ हामी माथि सैलुङको डाँडामा पुग्नेछौँ। अहिले चाहिँ 10 बज्न लाग्यो। 10 बजेको दृश्य चाहिँ यस्तो छ, सबै बादलले घेरिएको छ। हामी चाहिँ जाँदैछौँ। लेट्स सी त्यहाँ पुगेपछि कस्तो हुन्छ हेरौँ ल। तपाईँहरू पुरा भिडियो हेर्दै गर्नु। धेरै गाह्रो छ, कालो छ बाटो। रमाइलो छ, सबैजना भिडियो बनाउँदै हिँड्दैछन्। त्यहाँको दृश्य चाहिँ यही हो है गाइज। लगभग 1 घन्टा हिँडिसक्यौँ, अझै पनि आइपुगेको छैन। अब त्यो मध्ये आइपुग्नु लागेको छ। उनीहरू त्यो झन्डा गाडीको ठाउँमा आइपुग्नु है, ठुङ्गा चाहिँ त्योभन्दा पर छ। पुरा भिडियो हेर्दै गर्नु। म माथिको पनि दृश्य देखाउँछु। फाइनल्ली गाइज हामी चाहिँ पुग्न लाग्यो। अब 5-7 मिनटमा चाहिँ हामी पुग्छौँ। यहाँ हेर्नुहोस्, पहिलो हामीले चाहिँ प्रायः टिकटकमा देखेर हुन्थ्यौँ, युट्युबमा पनि देखेर हुन्थ्यौँ। तर फाइनल्ली आज चाहिँ हामी सैलुङमा आइपुग्यौँ। हेर्नु यहाँ राम्रो लाग्यो भने लडेको राम्रो रहेछ। बुद्धको पाइला रे यहाँ चाहिँ बुद्धको पाइला लेखेको रहेछ। सायद बुद्ध हिँडेको ठाउँ भएर होला। राम्रो लाग्यो। यस घुम्न आइयो, रमाइलो लाग्यो। तर सबै डाँडाकाँडा चाहिँ देखाउन सकेनौँ तपाईँहरूलाई, किनभने पुरै बादल लागेको हुनाले गर्दाखेरि चाहिँ सबै दृश्य देखाउन असमर्थ भयौँ। त्यसको लागि सरी गाइज। ल यही हो। अब हामी माथि पुग्छौँ। हेर्दै गर्नु होला। यस्तो बादल आएछ कि त्यही भएर सबै राम्रोसँग घुमाएर देखाउन चाहिँ पाइएन। एकदम गाह्रो हिँड्नलाई चाहिँ। चौरी गाई बिचरा यिनीहरूलाई कति जाडो हुन्छ होला है। आमा तिनीहरूको त सिङ पनि यस्तो गरेर गएको हुँदो रहेछ। पुच्छर पनि कति बाक्लो हो यिनीहरूको त। जाडोले होला के हो पुच्छर त पुरै कति झपक्कवाला भएको रहेछ कि। ल अर्को पनि यहाँ चौरी गाई पनि देख्यो। मैले चाहिँ देखेको थिएन है गाई, चौरी गाई फर्स्ट टाइम हो। अझै अब अलिकति यो थोरै डाँडा छ, यो डाँडा काटेपछि चाहिँ फाइनली हामी पुग्छौँ। हिँड्दा स्वासा भएर बोल्न चाहिँ एकदम गाह्रो हुँदो रहेछ। धन्न भ्लगरहरूले भिडियो चाहिँ बनाएको हो। म मान्छु सबै भ्लगरहरूलाई चाहिँ। फाइनली गाइज हामी चाहिँ सैलुङको डाँडा आइपुग्यो। स्वासा भइरहेछ, बोल्नलाई पनि गाह्रो भइरहेछ। ल स्वर्ग पुगे सरी लाग्यो। ओहो भ्यू टावर पनि रहेछ, भ्यू हेर्नलाई माथि गएर। माई गड दामी लाग्यो। ल फाइनली गाइज हामी चाहिँ आइपुग्यौँ
चाहिँ भ्यू टावर यता सबै दृश्यहरू चाहिँ त्यहाँनिर होला सायद खानिरहेको छ हेरौँ त्यहाँ गएपछि थाहा हुन्छ र यतिको लागि चाहिँ हिँडेर 1-1.5 घन्टा हिँडेर यहाँ आइपुग्यो आफूले गाह्रो महसुस गर्दै गर्दै होइन घन्टासम्म लागेर चाहिँ हिँडेर आउँदा यहाँ चाहिँ आनन्द महसुस भयो यता नै राम्रो रहेछ ल 1-1.5 घन्टा स्वासा गरेर उकालो हिँडेको गरेर आएको प्रतिफल चाहिँ यही हो गाइस मेरो ज्याकेट लाग्यो फाइनल्ली आइपुग्यो दामी लाग्यो ल यही हो हेर्नुहोस् है जस दामी छ दामी र तपाईँहरू पनि आउनु सक्नुहुन्छ तर माथिसम्म चाहिँ बाइक जान्छ भन्ने कुरा थियो गाडीहरू जान्छ भन्ने कुरा थियो तर 1 घन्टा चाहिँ हिँड्नै पर्दो रहेछ ल गाइज यो चाहिँ सैलुङको माथि डाँडामा आइपुगे पछाडि यो टावर चढेर देखिने दृश्य चाहिँ यही हो ल हेर्न सक्नुहुन्छ कस्तो रमणीय दृश्य देखिन्छ राम्रो छ हेर्न सक्नुहुन्छ हाम्रो लास्ट दृश्य दामी छ तर नट ब्याड राम्रो छ यो चाहिँ टावर सबसे माथि आए पछाडि यस्तो मूर्ति रहेछ हामी आएको बाटो चाहिँ यो ल यही हो ल गाइस कस्तो लाग्यो त यो सैलुङको दृश्यहरू सबैजनाले भिडियो हेरिसके पछाडि चाहिँ कमेन्ट गर्न नभुल्नु होला कस्तो लाग्यो भनेर ओके गाइस बाई बाई